सो वेलकम ब्याक टु दि च्यानल। मेरो भ्लगमा चाहिँ तपाईहरुलाई स्वागत छ र आज चाहिँ म यति चिटिक्क भएर कहाँ जाँदैछु भन्दाखेरि हामी चाहिँ जाँदैछ। हामी कता जाँदैछ? रेउको जाँदैछ। भरमार सुर लाएर अनि गाकोको बिउ सिरागावा, त्यो पनि सिरागावामा जाँदैछ। तपाईहरुले यो भिडियो हेरेर थाहा पाइसक्नुभयो होला र जो जति नयाँ हुनुहुन्छ मेरो युट्युब च्यानलमा र तपाईहरुले लाइक शेयर सब्स्क्राइब गर्न सक्नुहुन्छ र तपाईहरुको मनोरञ्जन साथी म आइसकेको छु र सधैँ यस्तै भ्लगहरू आउँदै गर्छ र टक्क लाएर हामी रेडी पनि भइसकेको छ। अनि भाइले त जुत्ता लगाउँदै मैले जुत्ता सुत्ता लगाएर रेडी पनि भइसकेको छु र अनि सुमन चाहिँ यता ऐना हेर्दैछन् यसरी। अनि त्यसपछि हामी यसरी रेडी भइसकेको छ हैन। अनि त्यो त खासै देखाएको छैन होला र अब हामी चाहिँ रुमबाट निस्किन्छ के कस्तो हुन्छ तपाईहरुले देखाउँछ। त्यहाँ गएर चाहिँ हिउँ खेल्ने काम हुन्छ अनि पुरानो घरहरू छ अनि त्यसलाई चाहिँ हामीले अवलोकन गर्नुपर्ने हुन्छ र म तपाईहरुलाई देखाउने नै छु र तपाईहरु भिडियो हेर्दै गर्नुस्। ओके लेट्स गो। एन्ड गाइस सो वी आर गोइङ अन अ वे। तपाईहरु हेर्न सक्नुहुन्छ र हामीहरु जाँदै छ 3 जना। अब चाहिँ हामी यहाँबाट गएर सिधै आज पानी पनि परिरहेको छ कि आज मौसम चाहिँ यस्तो छ। अनि त्यो भएर अब चाहिँ हामी स्टेसनमा जान्छ। ट्रेन स्टेसनमा ट्रेन चढेर अब यहाँबाट कन्टिन्यू जानुपर्ने हुन्छ पहिला गएकोमा। त्यसपछि अनि बसमा चढेर सारा 2 घन्टाको यात्रा हुन्छ अनि त्यसपछि भेट्नेवाला नै छ हामीहरू। ओके बाइ बाइ। ल गाइस चतार लाएर हामी चाहिँ आज के भन्दा पानी परिरहेको छ त्यो भएर छाता उडेर हिँडिरहेको छ। अनि आमा यो पुरै होटेलको बिल्डिङ हो के हो, माथिसम्मको बिल्डिङ होटेलको बिल्डिङ। अनि केटाहरू सानो 2टा भाइहरू यता हिँड्दैछ। नेपाली रहेछ यिनीहरू। कहाँबाट आएको हो? नेपालीहरू रहेछ। अनि म पनि नेपाली परेँ अनि त्यही भएर यसो बोलौँ कि भनेको यिनीहरू बोल्न नि खोज्दैन। अब हामी गएर चाहिँ बाटोमा भोक लाग्छ। त्यता पसलहरू पनि प्रायः हुन्न, पसल त हुन्छ तर महँगो हुन्छ। त्यो भएर हामीले अहिले नै तयारी गरेर केही खानेकुराहरू लग्नुपर्ने हुन्छ। सो गाइस अनि खानेकुराहरू पनि हामी रेडी पारेर अब चाहिँ पसलतिर जाँदैछ। खानेकुराहरू किनेर गएको जान्छ अनि त्यसपछि बस आउँछ। बसमा चढेर कुरुरु लाएर हामी चाहिँ हिँड्नुपर्छ। अब चाहिँ खाइबन गर्नु जान्छ। पानी परेर ल्याङ। अब हामी चाहिँ खाइबन गर्नु जान्छ पसलमा। के किनिन्छ हेरौँ न त। छाता त यहाँ राख्ने ठाउँ छ नि त। अनि छाता यहाँ राख्ने यसरी बाहिर नै। अनि हामीले कसरी चलाउने के खाने हो के खाने हो? म त एउटा स्याउ खान्छु होला। एउटा स्याउ खान्छु किनकि डाइट हुन्छ नि त। बिहान केही खाएको छैन। पान लाग्ने होला नि त। अनि वानी किन्न पाइन्छ होला नि के भन्छ मलाई थाहा छैन। पसलहरू त छ गरी तर महँगो छ अरे भन्दै थियो। त्यही म यो मात्रै खान्छु। त्यसो भने मात्रै खान्छु। पक्रिँदै छ अब साथै मलाई थाहा छैन। स्याउ मात्रै खानु पर्ला उहाँलाई। ल स्कुलमा पनि पुगिसकेको छ फाइनली। अब चाहिँ जानुपर्छ घुम्नलाई। हामी चाहिँ बस चढेर सर जान्छ तिमीहरूको दाइ। अनि भिडियो चाहिँ हेर्दै गर्नु है। अरू के छ? टाइममा त आएको मलाई एउटा अर्को यो गेम खेलेर हेरेर A few moments later. Leader. Susan san leader. या monkey एउटा यहाँ छ। ल गाइस अब चाहिँ लाग्यो गन्तव्यतिर। सो हामी चाहिँ जाँदैछ र के कसो हुन्छ तपाईँहरूले देखाउने प्रयास गर्छ न के भाइ। आज बिदा बस्छ कि को आउँदैन त सबिन सबिन खाओस् साने अलि छाम्देऊ न अलि। Oh my God! Wow!
पङ पारेर ओ पछाडिको पुच्छर देखाउ त ए भाइ हो पुच्छर आइसक्यो ल कन्टिन्यू हाम जान्छ ल लेट्स गो अब चाहिँ के कस्तो हुन्छ म बाटोमा देखाउने कोसिस चाहिँ गर्छु तपाईँहरूलाई र मेरो साथी अगाडि र म यता जाँदैछ सत्र लगाएर अनि त्यसपछि भन्नुपर्दाखेरि बस चाहिँ अगाडि ऊ पर यहाँ एकदमै यहाँ पर चाहिँ रोकिरहेको छ अनि त्यो भएर म चाहिँ निस्किसकेको छु अनि रोशन चाहिँ अगाडि हिँड्दैछ अनि हामी चाहिँ जान्छ ड्यान्डे कस्तो मजा हुन्छ होला हिउँ आज पानी पनि परेछ हिउँ पनि सायद परेछ होला म सिरान आइदिएको नै ओइ कसको के भिरेको थियो तिम्रो ज्याकेटको कसको ल्याएको अनि थाहा छैन कसको हो भन्ने कुराहरू नौडे बर्थडे चाहिँ आउँछ झन् पानी त आज भरिएर ड्याम भइसकेको छ अनि गाडी त्यहाँ अगाडि छ त्यसलाई चाहिँ हामीले चढ्नुपर्ने हुन्छ च्याप्प समातेर अनि 2 घन्टा जति अनि लस्ट गऱ्यो भने अनि त्यसपछि हामी चाहिँ पुगिन्छ होइन पुगिन्छ लु बाटो बन्द हुन्छ 2 घन्टा यिनीहरू त दुईवटा जोडी जसरी हिँड्छ खुट्टा कसरी हिँड्छ हेरे अनि बस चाहिँ यहाँनिर छ म चाहिँ यहाँनिर छु अब गएर चढ्नु पर्ने हुन्छ के कसो हुन्छ सी लेट्स गो दामी हुन्छ यहाँ ये सब क्या देखना पड़ रहा है अच्छा है मैं अंधा हूँ कता गयो रोशन कहाँ बस्नु यो साइड बसौँ कि यो कुन साइडमा देखिन्छ भ्यूहरू ल यतै बसौँ ल ब्याग राख्ने थियो कतै ब्याग राख्दैन नि त अनि ल गर्छ नि त अनि गराउँछ न अनि के लिएर आयो तोरी आयो गर्मी भइसक्यो मलाई गर्मी भयो ल आमा हाई आमा लगाएर चस्मा यहाँ छ रोक न चस्मा त आमा लगाउनै पर्छ यतिको चस्मा ल चस्मा पनि लगाइसक्यो रोशन हामीले चाहिँ फोटोको पनि सुरुवात गरिसकेको छ र अब बसमा कन्टिन्यू जान्छ के कस्तो हुन्छ अनि बाँकी रोशनले भन्छ आजको भ्लग चाहिँ रोशनबाट हुनेवाला छ ल गाइस जस्तै लास्टै ऊ भइरहेछ कि घ्याप्पी भइरहेछ त्यहाँ कतिखेर पुग्ने अनि कस्तो छ भनेर हेर्नलाई एकदम आतुर भइरहेछ अनि के ढिला गरेको यो कहाँ लगाउने सिट पो बेल्ट हो मा त आइ छैन यो त लगाउने कता लगाउनु भनेर तिम्रो उता हो मासले उता सेन्सैले हाम्रो चाहिँ अगाडि सिरा लगाउने के मास छ एउटा साधारण लागिसकेको छ टायरहरू लागिसकेको छ रोस्छ अनि के छ अनि हामी चाहिँ यहाँबाट कन्टिन्यू जान्छ र त्यहाँ के कस्तो हुन्छ त्यहाँ चाहिँ भिडियो बनाउने प्रयास नै गरिहाल्छु ओके लेट्स गो लास्टमा खै यस्तरी क्या ओ सेलमन गर्मी भयो Oh my god! Wow! Oh my god!
पौडी खेल्न गएको ए यही हो आएर हम्फाले हामी यहाँ पौडी खेल्न आएको यो खोलामा खेल्दै गयो नि आज यस्तो क्लाउडी भएर चाहिँ बाहिर चाहिँ क्लियर देखेको छैन कि क्लाउडी नि क्लाउड छ त्यो भएर अनि अलि देखिरहेको छैन कि यो घरहरू नत्र कति दामी सानो घरहरू थियो साह्रो लाएर देख्न सकिन्थ्यो अब चाहिँ आज चाहिँ देख्न सकिँदैन किन भन्दाखेरि यहाँ देखिन्न त देखिन्न त हो ठुली आइल्यान्ड पुरै आइल्यान्ड आयो त गाइस के हो त यो उसले गर्दा देखिन्छ र यो पुछ्यो भने ए देखिन रहेछ नि त नि ल म यति चाहिँ गर्छु ल यत्रो सानो घर छ कि आमा रोटी पिङ छ त रोटी पिङ खेल्ने आमा खायो रे खायो दादा रे दादा भन्थ्यो पहाड आयो गाइस पहाड आयो माथि सैलुङ्गे डाँडामा अब यहाँ राख्छु कोब्रो सरी यहाँ हुन्छ ओए कहाँ छिरायो होलमा छिरायो माछाले पहाड हेरेर थिएँ कहाँ होलमा छिराइहाल्यो त नि यस्तो टनेलभित्र छिराइहाल्यो नि केटा टनेलभित्र छिरियो नुवाकोटको हो क्या 9:08 भयो टाइम 7:30 राति हो गया हामी टनेलभित्र फुरुरु के भन्छ सामामा दामी आउँछ त हेलो के बोल म त तिमी भ्लग लाइक गर्छु त कसले चाहिँ गर्दैन त भ्लग म त गर्छु है के गर्छ गर भ्लगमा लाइक गर्छ है दाइसोबाट किनेको चस्मा ऊ रोशनको खै हेरौँ आमा किन यो ट्याङ ट्याङ भयो एप्पल वाच आमा कहाँ निक्सिसकेछ त मलाई त थाहै नपाएको त्यो टनेलबाट पनि निक्सिसकेछ यहाँ गाउँमा सानो पहाड रहेछ कि यहाँ पहाडहरू अनि छिडेर बाटो बनाउनु यो पहाडहरू छिडेर चाहिँ अनि बराबर लेनमा चाहिँ ऊ बनाउँछ कि हेर न कति गोरा है रोशन आमा पहाडहरू छेडेर सर बनाउँछ कि घरहरू सानो घरहरू आमा कस्तो वाला आएर छ्या मरिहाल्यो नि टक्क एक लाइन ऱ्याप हान्थ्यो अहिले होइन अलि पछि हान्नुपर्छ दामी छ अनि यो गाउँ फेरि आएछ फेरि अहिले ऊ आउँछ कि यो गाउँ देखाइरहेको नि त कति मजा आउँछ हेरेर आनन्द आउँछ कि लास्टै आनन्द आमामा यस्तै ठाउँमा घर गयो भने म यही बस्थेँ हो काम चाहिँ के गर्ने खेती बच्चे गर्ने बस्ने यहाँ हो त अनि एनसी भन्ने के हो त्यो प्रगति भएको छ है कसको है कसको प्रगति भयो लास्टै प्रगति भएको देखिरहेछौँ सबलाई लाग्दो रहेछ फेरि मलाई टनी लाग्यो फेरि टनी लाग्यो दाइ टनी लाग्यो पढायो गाइस कस्तो मजा आउने यार टनेल फेरि Hey guys, I'm the rap. चस्मा लगाएर माग्छ हाल त यो यति कति चस्मा लगाएर नाम पुलिसहरू छ कसरी छ भावनाहरू कोरिरहेछन् दाइहरू अनिस दाइले के यता हो मेरो फोटो पनि बनाइदिनु भनौँ क्या को होइन अन्त फेरि को होइन चिनीहरू
मा पो आउँछ त हो मासले नामले सबै सुतेछ क्या अब पछाडि एकै चढ्दैन पर वाउ वाउ यामा के भन्छ इमाजिन कस्तो नाइस म्यान वाह यति राम्रो तस्बिरहरू हेर्न पाइएको छ कि बाटोमा होइन यति फिल चाहिँ अर्कै भइरहेछ के भोक लागेको नि पेटमा टन्न छ जस्तो भइरहेछ होइन कन्टिन्यू ल हेर्दै जाम के कस्तो हुन्छ होइन तपाईँहरूलाई देखाउने प्रयास गरिहाल्छु र जङ्गल चाहिँ लास्टै रहेछ कि यहाँ टनेलहरू देख्दैछ वाह ल सक्छ त ए कहाँ यता भएर वाउ हर्चल यस wow this is heaven place one of these Nagoya top one for Japan लेखिराख्नु है मेरो नाम लेख्दा है अहिले म मन पराउँछु अरे के लेखिरह है यसले झ्यालमा के लेख्यो के लेख्यो मलाई थाहा छैन मैले मन पराउँछु भन्छ यार आफूलाई लाग्यो केटीले आमा अर्का टुपी लगाएर हिरोइन म चिन्दिनँ यसलाई तिमी क्या बिचमा के गर्नु टेन्सन पारे त केटाहरूलाई हेलो अब यस्तै हेर्ने कुराहरू लगाएछ होइन ट्याक्सी कसरी गर्छ ल गाइस अब हामी यसो पिसा फेर्ने होइन सट्टा लगाएर पिसा फेर्ने अनि फेरि जाने अन्त भाइ खुलामा के जाने पिसा फेर्नु पऱ्यो जाने तिम्रो कुरा मिल्छ कि पिसा बनाएको ऊ अघि रोइरहेको छ यार चट्टो खासमा पिसा लगाएर उसलाई हो होइन अब चट्टो पिसा फेरेर आज एक मान्छे घाट लाग्यो कामको होइन केटा उता गयो उयो भएर बस्नु त्यहाँ सरदेखिको लागि होइन बुर्याङका बुर्सङ्सा भन न ल कस्तो लागिरहेको त आज यस्तो रमाइलो छ होइन तर एक मनमा यस्तो कामको एक मान घाट लाग्यो त्यति कस्तो रहेछ एक मानमा अर्को पाए झन् रमाइलो आज बेलुकामा उसले रक्छु भनेर दिपेशले कसले दिपेशले चल्दिने हो आजमा जाऊ तिमीहरूको लाइफ जाने काम छ काम नभए पनि जान्न यस्तो अब उसको त बुढी आउँछ अनि सबै छोडिहाल्छु अनि आज अब रक्सी चाहिँ वाइल्ड हान्नुपर्छ वाइल्ड आज यस्तो रक्सी हान्दिनु हो कि गौँ चलाएर खानुपर्छ गाइस अब चाहिँ हामी एकछिन के ब्रेक भइसकेको छ अब हामी गाडीबाट झर्दैछ किन भन्दाखेरि अब हामीले चाहिँ नास्ता पानी अनि बुझ्नु पर्छ तुर्रो लाएर पर्छ हेलो अनि त्यसपछि हामी चाहिँ अनि भित्र आउनुपर्छ कति मिनट पछि ऊ त्यो पसल छ त त्यही होला ऊ जिदो हानबाई कि पनि छ
पानी परिरहेछ अनि हिउँ पनि बरु आम्मामा कति थुपारेको हिउँ के हो हिउँ थुपारेछ अनि टक्क लाएर बस्छन् त भिडियो पनि यार कालो कालो आयो होला कि खासै यार केही पनि सेतो हिउँ होइन क्या यो लाइटै छैन नि त खासै अनि हिउँ यस्तो थुपारेर राखिरहेको छ यहाँ के गरेर राख्छ कोही आएन त हामी त आयो यो भिडियो चाहिँ धेरै लामो भएर मैले चाहिँ पुरै भिडियो देखाउन सकिनँ र पार्ट 2 आउँछ मेरो भिडियोको र तपाईँहरूले यो भिडियो हेरेर अर्को भिडियो पनि हेर्न सक्नुहुन्छ र जो जति नयाँ हुनुहुन्छ लाइक शेयर सब्सक्राइब गरिदिनु होला भन्न चाहन्छु र सधैँ यस्तो भिडियो आइरहेको छ मेरो युट्युब च्यानलमा र तपाईँहरूले लाइक शेयर सब्सक्राइब गर्नु होला र साइडको बेल आइकन बटन पनि दाब्न नभुल्नु होला र मैले दामी अब चाहिँ हिउँमा पुग्नेवाला छ त्यो भिडियो आउँछ ओके बाई